ल साथीहरु अब चाहिँ भने म भाइरल लाछा डोरी बनाउन गइरहेछु फ्लावर वाला। अनि मैले चाहिँ यो धेरै एउटा कलरहरु राखेको छु किनभने यो चाहिँ फ्लावर बनाउनलाई छुट्टै छुट्टै कलरको चाहिन्छ नि त। सो मैले चाहिँ यति धेरै कलरहरु राखेको छु। अब फर्स्टमा चाहियो कुरुस है। अनि यो चाहिँ मैले कुरुस चाहिँ फोको लिएको छु, तर यो चाहिँ हल्का मलाई ठुलो भएको जस्तो फिल भइरहेछ। 3 को भयो भने एकदमै बेटर हुन्छ किनभने मैले सिंगल धागोको बनाउने हो। सो अब भने स्टार्ट गरौँ है त साथीहरु। ल साथीहरु मैले चाहिँ फुल बनाउनलाई चाहिँ एउटा रेड कलरको र एउटा व्हाइट कलरको धागो रेडी गरेको छु। त्यसैगरी एउटा कुरुस अनि एउटा सिजर। अब फर्स्टमा चाहिँ यो फ्लावर बनाउनलाई चाहिँ मैले व्हाइट कलरको धागोलाई चाहिँ म्याजिक सर्कल बनाए। अनि त्यसपछि यसरी औँलामा बेर्नु पर्ने हुन्छ किनभने बुन्नलाई एकदमै सहज हुन्छ। त्यो त हजुरहरुलाई पनि थाहै होला है। यसरी म्याजिक सर्कल बनाउनु पर्ने हुन्छ। अनि यो म्याजिक सर्कललाई बनाइसकेपछि चाहिँ बिचबाट कुरुस छिराउनु पर्ने हुन्छ। अनि यो रको धागो चाहिँ यता जतापट्टि तान्दा भरे सुर्कानु हुन्छ त्यतैपट्टि फर्काउनु होला किनभने भरे हजुरहरुलाई पनि सहज हुन्छ। अनि यसरी फर्काइसकेपछि चाहिँ यसरी चेन तान्नु पर्ने हुन्छ। सिंगल चेन तान्न यसरी 6 वटा पर्छ। यसरी 6 वटा चेन बुनिसकेपछि त्यो रको सुर्कानो पार्ने गाँठोलाई चाहिँ यसरी मजाले तानेर हजुरहरुले कसिदिन सक्नुहुन्छ। अनि त्यसपछि भने यसलाई जहाँबाट स्टार्ट गरेको थियो त्यहीँनिरबाट अर्को एउटा जोड्नु पर्ने हुन्छ। त्यसको लागि चाहिँ अलिक टाढा भएको कारणले मैले चाहिँ अर्को पनि एउटा सिंगल चेन तान्दिएको छु। हजुरहरुले तान्दा पनि हुन्छ नतान्दा पनि हुन्छ। त्यसपछि भने जहाँबाट स्टार्ट गर्यो त्यहीँनिर कुरुस छिराएर एकचोटी धागो तानेर त्यहीँनिर त्यसलाई पुरै त्यो धागोलाई अर्को धागोमा छिराएर यसरी स्टिच मार्दिनु पर्ने हुन्छ। यसरी स्टिच मारिसकेपछि चाहिँ सिजरले धागो काटिदिने। अनि यो चाहिँ यस्तो बनेको छ। अब भने साथीहरु रेड कलरको धागोको पालो आयो। मैले चाहिँ यसरी रेड कलर मजाले औँलामा बेरेर धागोलाई यसरी फर्स्ट स्टार्टिङको जस्तै म्याजिक सर्कल बनाइदिएको छु। यसरी हजुरहरुले पनि म्याजिक सर्कल बनाउनु पर्ने हुन्छ। त्यसपछि भने अघि रेडी गरेको व्हाइट कलरको बिचको भागलाई यसरी कुरुस छिराएर म्याजिक सर्कललाई पनि छिराएर यसरी हजुरहरुले सिंगल चेन तान्नु पर्ने हुन्छ। यसरी सिंगल चेन तानेपछि फेरि त्यही पलमा छिराएर यसरी एकचोटी धागो लिएर यसरी सिंगल क्रोशे गर्ने। त्यसपछि भने हजुरहरुले डबल क्रोशे गर्नुपर्ने हुन्छ। यसरी 2 चेन तान्दिने। अब फेरि यसरी 2 चोटी धागो कुरुसमा बेरेर यसलाई अब डबल तान्दिनु पर्ने हुन्छ। 1 चेन 2 चेन गरेर 2 चेन तानेपछि 3 चेनको पालामा यसरी स्टिच मार्नु पर्ने हुन्छ। त्यसैगरी अब हजुरहरुले फेरि 2 चोटी नै कुरुसमा धागो लिएर यसरी 1 चेन तानेर फेरि अर्को चेन तानेर अर्को चेनमा फेरि स्टिच मार्दिनु पर्ने हुन्छ। अब भने फेरि एकचोटी मात्रै धागो लिँदा पनि हुन्छ हजुरहरुले। मैले चाहिँ यहाँ 2 चोटी लिएको छु। 2 चोटी लिए बराबर एकैचोटीमा यसरी हजुरहरुले पनि धागो तान्न सक्नुहुन्छ। मैले चाहिँ यो अलिकति ठुलो वाला फ्लावर बनाउँदैछु त्यही भएर 3 चोटी सन बनाउँदैछु। हजुरहरुलाई जत्रो बनाउनु मन लाग्छ त्यत्रै यो चाहिँ साइज अनुसार हुन्छ भने। अब भने म धागो यसरी नलिकिन बनाउँदैछु देख्न सक्नुहुन्छ। यसरी लास्टकोमा चाहिँ मजाले स्टिच मार्दिनु पर्ने हुन्छ हजुरहरुले पनि। यो चाहिँ मेरो पहिलो फ्लावरको पत्ता चाहिँ रेडी भइसकेको छ। हजुरहरुले पनि यसरी नै क्रमशः अब बुन्दै जानुपर्ने हुन्छ।
ल साथीहरू, यसरी 5वटा फ्लावरको यो बनाइसकेपछि चाहिँ अब यसलाई लास्टमा स्टिच मार्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ हजुरहरूले जहाँबाट स्टार्ट गर्नुभएको छ त्यहीँनिर यसरी कुरुस छिराएर एउटा धागो तानेर पुरै त्यो धागोमा पनि यसरी तानेर कसिदिनु पर्ने हुन्छ र यसरी धागो कट गरेपछि त्यो धागोलाई पनि पुरै त्यहीपट्टि कट गरिदिने। यस्तो गर्नाले चाहिँ मजाले यहाँनिर स्टिच लाग्ने गर्दछ। अनि हजुरहरूले फ्लावर पनि यसरी रेडी गर्न सक्नुहुनेछ। यो चाहिँ मेरो यस्तो फ्लावर बनिसकेको छ है, देख्न सक्नुहुन्छ। यो चाहिँ मैले यस्तो बनाइसकेको छु। यसरी नै हजुरहरूले सबै फ्लावरहरू बनाउनु पर्ने हुन्छ र पछाडि रहेको धागोहरूलाई चाहिँ हजुरहरूले यसरी कट गरेर फ्याल्नु पर्ने हुन्छ। त्यसपछि भने हाम्रो फ्लावर यसरी बन्छ। यसरी फ्लावर रेडी भइसकेको छ। यो चाहिँ फुल बनिसकेको छ साथीहरू। यसलाई चाहिँ मैले यसरी फुल बनाइसकेको छु। यसरी नै हजुरहरूले पनि बनाउनु सक्नुहुन्छ। यो चाहिँ अघि मैले बनाएको फुल यस्तो रहेको छ है। अब यसलाई चाहिँ डोरी बनाएर बुन्नुपर्ने हुन्छ। साथीहरू, यो फ्लावरलाई जोड्नतर्फ लाग्ने त त्यसको लागि चाहिन्छ हामीलाई एउटा धागो। यो पनि हजुरहरूलाई जस्तो कलरमा बनाउनु मन लाग्छ त्यस्तै कलरमा एड गर्न सक्नुहुन्छ। मलाई चाहिँ ब्ल्याकमा मन लागिरहेको छ, किनभने अब कपाल पनि ब्ल्याक हुन्छ अनि धागो पनि ब्ल्याक। प्रायः चाहिँ सबैजनाले अडियोमा बनाउनुहुन्छ भने म चाहिँ ब्ल्याकमा। सिजर त चाहिहाल्यो, त्यसको लागि कुरुस। ल साथीहरू, अब भने डोरी स्टार्ट गरौँ बनाउन कुरुस। अनि मैले चाहिँ यसरी 2टा डल्ला धागो लिएको छु। अनि यो 2टा डल्ला धागोलाई चाहिँ मैले यसरी बेर्नु पर्ने हुन्छ। त्यहाँबाट यो भयो भने अब यहाँ मैले यो फ्लावरहरू मध्ये एउटा फ्लावर चुज गर्नुपर्ने हुन्छ। म चाहिँ मुनि सबैमा प्रायः यो कलर एड गरिदिन्छु। अब यस्तो यहाँनिर यहाँबाट तपाईँहरूले यसलाई यसरी छिराइदिनु। चेन तानिसकेपछि यसलाई फेरि यहाँबाट मजाले Two, 3, 4, 5, 6, 16 चेन तानेपछि अब भने अर्को फ्लावर एड गर्नुपर्ने हुन्छ। वाइट र पिङ्कै हो फुलाउने भनेको। 16 चेन
यसरी हजुरहरूले सबै फ्लावरहरू यसरी चेन बुनेर एड गरिसक्नुपर्ने हुन्छ। मैले चाहिँ सबै फ्लावरहरू यसरी चेन बुनेर एड गरिसकेको छु। मेरो चाहिँ रेडी भइसकेको छ धागो चाहिँ भने। अब भने म फुर्का बनाउन लागिरहेछु। फुर्का बनाउनलाई चाहिँ मैले ऐनाको सहायता लिएको छु। हजुरहरूले पनि यसो केही कुराको सहायता लिन सक्नुहुन्छ, किनभने बराबरको बनाउनलाई सजिलो हुन्छ। काटनहरूको पनि प्रयोग गर्न सक्नुहुन्छ। मैले चाहिँ यसरी ऐनाको सहायताले 30 चोटि यसरी धागो बटारेर रेडी बनाइसकेको छु। त्यसपछि भने 30 चोटि पुगेपछि अलिक लामो धागो छोडेर मैले चाहिँ धागोलाई कट गरेको छु, किनभने यो धागोलाई अहिले भरे त्यहाँनिर हामीले बान्नु पर्ने हुन्छ। त्यसपछि भने मैले यो धागोलाई यसरी सियोमा उनेर रेडी गरिसकेको छु। त्यसपछि भने यसलाई अब ऐनाबाट निकाल्नु पर्ने हुन्छ। यो धागोलाई मैले चाहिँ ऐनाबाट यो धागोलाई यसरी निकालेको छु। हजुरहरूले पनि यसरी नै निकाल्न सक्नुहुन्छ, केमा बेर्नु भएको छ त्यहीमा। त्यसपछि भने अब यसलाई मिलाएर यहाँनिर माथि बान्नु पर्ने हुन्छ। यसरी कताबाट कसरी गर्दा सजिलो हुन्छ हजुरहरूले पनि त्यसरी नै टक्क धागो मिलाएर त्यहाँनिर बान्नुपर्ने हुन्छ। मैले चाहिँ यसरी सियो छिराएर सियोको सहायताले यहाँनिर यसरी गाँठो पारेको छु, किनभने गाँठो पारेन भने चाहिँ धागो सर्ने सम्भावना एकदमै बढी हुन्छ। त्यसैले हजुरहरूले पनि यसरी धागो यहाँनिर बान्नुपर्ने हुन्छ। धागो बाँधिसकेपछि यसलाई यहाँनिर बिचमा मजाले कस्नुपर्छ। हजुरहरूले पनि यसरी मजाले धागो कसिसकेपछि पनि त्यहाँ बिचमा चाहिँ अलिक मजाले नै धागो धेरै नै लाएर मजाले घुमाउनु पर्ने हुन्छ, कस्नु पर्ने हुन्छ, किनभने अहिले भरे यो धागोलाई फोल्ड गर्दाखेरि पनि त्यहाँनिर राम्ररी डह्रो हुनुपर्ने हुन्छ। सो यसरी त्यसपछि चाहिँ धागोलाई डबल पारेर उँधोपट्टि फर्काएर कसिदिने। त्यसपछि सेम प्रोसेस अघि सुरुमा जस्तै यहाँ पनि एउटा सर्कल बनाउनु पर्ने हुन्छ, किनभने यो भरे डोरी सर्छ। त्यति गरेन भने यति गरेपछि डोरी सर्दैन। अनि हजुरहरूले चाहिँ यो फुर्कालाई एकदमै मिलाएर त्यसपछि फन्फन्ती धागो बेरेर कस्नुपर्ने हुन्छ यसरी। त्यसपछि भने हजुरहरूले त्यसलाई सियोले छिराएर माथि निकाल्नु पर्ने हुन्छ। यहाँनिर दरिलो गरेर नखुस्किने गरेर गाँठो पार्नुपर्छ। यसरी बनाउन सक्नुहुन्छ। ल लास्टमा गएर यसरी धागोलाई हजुरहरूले उल्टो सुल्टो पारेर मजाले गाँठो पारेर कसिदिनु पर्नु सक्नुहुन्छ। यसरी मैले चाहिँ धागो नखुस्कियोस् डह्रो होस् भनेर माथि पनि डबल गरेर मजाले धागोलाई कसिदिएको छु। त्यसपछि भने यो सियोले छिराएर पुरै यो धागोलाई तलतर्फ झुम्कातिर निकालिदिएको छु। यसरी हजुरहरूले पनि यसरी निकालेर अब यसलाई भने कैँचीले कट गर्नुपर्ने हुन्छ। यो जुन सर्कल भएको छ त्यसलाई बिचमा काटिदिने। त्यसपछि फुर्का मजाले मिलाएर यो फुर्कालाई चाहिँ हजुरहरूले बराबरमा टुप्पी मिलाएर काट्नुपर्ने हुन्छ। यसरी मिलाएर हजुरहरूले पनि यसरी टुप्पी काटिदिनु होला। यो चाहिँ एकदमै इजी छ फुर्का बनाउनु चाहिँ है, त्यस्तो धेरै गाह्रो चाहिँ हुँदैन है। यसरी नै हजुरहरूले पनि 3वटा फुर्का बनाउनु पर्ने हुन्छ। मैले चाहिँ यो 3वटा फुर्का पनि अब भने बनाइसकेको छु। यो फुर्काहरू रेडी भइसकेको छ, देख्न सक्नुहुन्छ। यसरी बराबरको फुर्का बनाउनु पर्ने हुन्छ। अब भने साथीहरू हामीले यो फुर्कालाई जोड्न स्टार्ट गर्नुपर्ने हुन्छ। फुर्कालाई जोड्नको लागि चाहिँ मैले यसरी व्हाइट कलरको धागोले सियोमा उनेर यसरी फुर्कालाई उनेर रेडी गरेको छु। त्यसपछि भने अब मैले यो लाछाको टुप्पीमा जोड्नु पर्ने हुन्छ। सो लाछाको टुप्पीमा यसरी खोजेर मिलाएर अब भने जोड्नु स्टार्ट गर्नुपर्ने हुन्छ। यो चाहिँ कुरुसले भन्दा पनि सियोले जोड्दाखेरि चाहिँ अलिक सहज फिल भएकोले गर्दा मैले चाहिँ यसरी सियोले नै जोडेको छु। हजुरहरूले पनि यसरी जोड्न सक्नुहुन्छ। यो चाहिँ एकदम दरिलो अडिलो हुन्छ जस्तो लागेर मैले चाहिँ सियोले यसरी मजाले बुनेको छु। यसरी कसिलो कसेर हजुरहरूले उल्टो सुल्टो फर्काएर मजाले घुमाइ यसरी जोड्न सक्नुहुन्छ।
र यसरी जोडिसकेपछि चाहिँ साथीहरू अब यो धागोलाई यहाँनेरि कट गरिदिनु पर्ने हुन्छ। मेरो चाहिँ आफै धागो छुट्टिएर मलाई चाहिँ सहज भयो, धागो पनि काट्नु परेन, झनै राम्रो भयो। अनि यसरी फुर्का चाहिँ रेडी हुन्छ। यसै गरी हजुरहरूले सबै फुर्का पालै पिलो गरेर जोड्नु पर्ने हुन्छ। ल साथीहरू, मैले चाहिँ यो 3वटा फुर्का जोडिसकेको छु। अब चाहिँ भने यसलाई फुर्काको बराबरको नापमा धागो पनि मैले कट गरिदिएँ। त्यसपछि भने मैले चाहिँ 3वटा फुर्कामा एउटा फ्लावर एड गरेको थिएँ। यो फ्लावर बनाएको चाहिँ मैले भिडियो यहाँनिर हालेको छुइनँ। यो फ्लावर चाहिँ हाल्दा पनि हुन्छ, नहाल्दा पनि हुन्छ। हजुरहरूले यो फ्लावरको ठाउँमा मोती दाना पनि राख्न सक्नुहुन्छ। आफूलाई जस्तो डिजाइन मनपर्छ त्यस्तै बनाउन सक्नुहुन्छ। अनि मैले चाहिँ यो स्टार्टिङमा पनि एउटा फ्लावरमा चाहिँ 3वटा पत्ता यसरी जोडेर मिलाएर राखिदिएको छु। हजुरहरूलाई पनि मनपर्छ भने त्यसरी राख्न सक्नुहुनेछ। त्यसै गरी मेरो चाहिँ यो फ्लावर लाछा रेडी भइसकेको छ।